नमस्कार, म चेतन घर जग्गा फेरि पनि यस्तो बवाल दामी खालको तपाईँको फर्म सञ्चालन हुने गरी र घर बनाएर मस्तसँगले बस्नका लागि एकदमै बवाल तपाईँको 12 धुर 12.5 धुरको टुक्रा लिएर आइसकेको छु तपाईँको माझमा। फेरि पनि हेर्न सक्नुहुन्छ यो तपाईँको भनेको ठ्याक्कसँगले सालबारी तपाईँको झिलदेखि अलिक पर्तिरपट्टि लगभग बिर्तामोट माता मन्दिरदेखि थोरै मास्तिरपट्टि लगभग लक्ष्मी लगभग मार्ग भन्छ तपाईँको लक्ष्मी धाप ठ्याक्कसँगले लक्ष्मी धापको यो रहेको लिङ्गदेन प्लटिङ, यो पुरानो लिङ्गदेन प्लटिङमा चाहिँ एकदमै बवाल दामी टक्क मिलेको पश्चिम मुडा भएको 12.5 धुर जग्गा मैले लिएर आइसकेको छु। एकदमै राम्रो 20 फुटे बाटो कायम गरेको, नाली पनि काटिसकेको, एकदमै राम्रो। हाम्रो घडेरी तपाईँको यही भइहाल्यो तपाईँको लगभग साँच्चीकै राम्रो छ। यहाँ चाहिँ विशेष गरी तपाईँको सुँगुर फार्म सञ्चालन गर्नको लागि कुखुराको लागि चाहिँ एकदम स्पेसल हुनेछ र यो एकदमै निम्न सस्तो प्राइजमा मैले लिएर आएको छु। र यो जग्गा कतैको खेतीयोग्य जग्गा अथवा भिटासिटामा पनि सट्टापट्टा गर्न चाहनुहुन्छ भने पनि हुन्छ, र माथि यसो इलामतिरको जग्गा छ भने सट्टापट्टा गर्न मिल्नेछ। एकदमै राम्रो चट्टसँगले मिलेको। जो कोहीले लिन चाहनुहुन्छ भने सिधै जग्गाजनलाई फोन गरेर सिधै मलाई फोन गरेर यो जग्गा भिजिट गर्न सक्नुहुनेछ। र हाम्रो पेजलाई पनि तपाईँहरूले फलो गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। र यो जग्गा मन परेमा आजको भोलि तुरुन्त पास गर्न सकिनेछ र सट्टापट्टाको लागि पनि एकदमै राम्रो हुनेछ। हेर्न सक्नुहोस् आसपासमा यति राम्रो पक्की घर बिल्डिङ यस्तो राम्रो छ। यो श्रेष्ठको घर छ भनेपछि हाम्रो अर्को क्षेत्रीको घर छ, साह्रै नै राम्रो। आसपासमा तपाईँको पिच बाटो भएको, यो पनि 20 फुटे तपाईँको एकदम तपाईँको कायम गरेको बाटो छ। जग्गा यो एकदम डाँडो ठाउँमा छट्टसँगले दुईतिर प्लम हालेर मस्त घर बनाएर पछाडिपट्टि तपाईँको एकदमै राम्रोसँगले गरेको। र यहाँनिर झिल तपाईँको जो चाहिँ एकदमै पूर्वमा चलेको व्यवस्थित झिल पनि यहाँ नजिकै पर्न जान्छ। एकदमै राम्रो हुन्छ। जो कोही लिनुहुन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।